गुड आफ्टरनुन सबैजनालाई। मेरो फेसबुकको जतिजना फलोवर्सहरू हुनुहुन्छ नयाँ पुरानो सबैलाई मेरोबाट गुड आफ्टरनुन छ है। हेर्नुहोस् आज यस्तो दामी दिन भइरहेछ हो। हेर्नु न, म चाहिँ आज फेरि सिलगढी गएको है। फेरि सरलाई लिनु गएको सिलगढी। हिजो अस्तिको दिन मात्रै सिलगढीबाट वापस आएको थियो। आज फेरि सिलगढीतिर जानु परिहाल्यो। अनि फेरि म यहाँ आम्बिथाङबाट स्टार्ट गर्दैछु भ्लग चाहिँ। आज फेरि सिलगढीको भ्लगै बनाउनु पर्ला। खालि सिलगढी मङ्गनको मात्रै हुन्छ मेरो भ्लग चाहिँ प्राय जति। किनभने म ड्राइभर हो, अब सरहरूले जहाँ पठाउँछ त्यही जानुपर्छ है। त्यस्तै हो मेरो जिन्दगी। अब म बाटोमा कहाँ रोक्छ, कहाँको राम्रो राम्रो भ्यूहरू हेर्छ, त्यहाँ गएर क्याप्चर गर्नेछु है। अहिलेको लागि चाहिँ यहाँ हेर्नु न, मजाको भ्यू। यो चाहिँ आम्बिथाङ बरपाखा भन्दा पनि भयो। फेमस चाहिँ यहाँ चाहिँ के भन्छ आचार टर्निङ भन्छ है। कतिजनाले आचार टर्निङले गर्दा चिन्दो रहेछ है। ल अहिलेको लागि चाहिँ राखेको है। यहाँ आचार दोकान चाहिँ कहाँ हो भनेको यहाँ हो। यहाँ चाहिँ आचार दोकान हो। आचार दोकान देखाउँछ साथी हो। म चाहिँ जिरो आइपुगेँ। जिरोमा चाहिँ सिजनको टाइममा चाहिँ टुरिस्टको टाइममा चाहिँ कतिको भिड लाग्छ भन्दा अहिले हेर्नुहोस् है। टुरिस्टको टाइममा त यस्तो दामी हुन्छ कि यहाँ चाहिँ। टुरिस्ट अफ सिजनमा चाहिँ के पनि हुँदैन यहाँ, खाली देख्छ। तर आज त्यति छैन छ, नाम त पुरा हुन्थ्यो, आज चाहिँ छैन छ। म चाहिँ तिनटै खोला पुग्यो हो। तिनटै खोला म चाहिँ सामदुङ पुग्यो साथीहरू। बाटो चाहिँ यस्तो छ है सामदुङको वरिपरि चाहिँ हरेस दिन चाहिँ खोलामा बस्दा 1 घन्टा जस्तो बस्यो। फेरि यहाँ रोक्यो हेर्नु न, यहाँ अब कति बस्नुपर्ने हो। जाँदैन म चाहिँ सिङताम आइपुग्यो। के गर्नु, बस्दै वाक दिक भइसक्यो। यहाँ दुखिसक्यो चाखहरू। हिजोसम्म कस्तो डरलाग्दो पानी पर्दै थियो, अहिले हेर्नु न। म चाहिँ रम्फू आइपुगे। आज त साह्रै ढिलो भयो नि त। रम्फूको नजारा चाहिँ यस्तो छ है। हिजोसम्म पानी परेकै थियो हो। आज चाहिँ हेर्नुहोस् न, मजाको देखायो। यो चाहिँ के भयो चाहिँ जाम भयो। पिएल्दा रहेछ नि त बाटो। नजारा सक्नुहुन्छ तपाईँहरू। ल है साथी हो, म चाहिँ बल्ल सालुघाट आइपुग्यो।
हो यहाँदेखि जाने आधी घन्टा जस्तो लाग्छ अब चेकपोस्ट आइपुग्यो यो चाहिँ चेकपोस्टको नजारा हो बेलुकाको धुलो थेट यहाँदेखि चाहिँ हामी राइट जानु पर्यो हो लाइनको लागि चाहिँ बजारमा चाहिँ सिधै जानु भयो यत्रो वर्ष भइसक्यो कम्पनीमा हिँडेको बेलुका हिँड्दाखेरि त कहाँ पुगेको जस्तै हुन्छ नि कोही बेला त त्यही माथि कुनै फेरि यता र उता पारिदिएको छ त कन्फ्युज हुन्छ कोही बेला त अचानकमा त यसो हेर्दाखेरि त कहाँ आइपुग्यो यस्तै हुन्छ नि कोही बेला त अब यो बनाइसकेर चाहिँ अलिक राम्रो हुन्छ कि भनेको यो चाहिँ महानन्दाको नजारा ठुलो ब्रिज चाहिँ छैन सानो छ पनि बनाइसकेपछि त्यहाँ चाहिँ ठुलो हुन्छ जाम हेर्नुहोस् दार्जिलिङ मोडको जाम यो काट्नु चाहिँ अलिक साह्रो लाग्छ यो कति सक्दा त त्यहाँ अलिकति कम्ती हुन्छ कि भनेको आशा राखेँ मैले बल्ल बल्ल काट्योस् क्लच गर्दा गर्दा पैतालाई दुख्यो नि त हौ आम्मामामा आज त नानी नबोकेको दिन चाहिँ फेरि घाँटी सुक्छ आजकल चाहिँ यहाँ पनि रेड लाइट लगाइदिएको छ अलिक ध्यानले हिँड्नुहोस् है यहाँ चाहिँ यहाँ पर लुकिराखेको हुन्छ कि छापै बोक्नु पुलिसकै गाडीहरू चाहिँ रेड लाइटमा पनि जान्छ के